साथीहरू वेलकम टु माई न्यू ब्लग। हजुर सबै सन्चै आरामै हुनुहुन्छ होला के अरे, म पनि सन्चै आरामै छु। साथीहरू मैले हेर्न सक्नुहुन्छ म अहिले खेतमा आएको छु। साथीहरू मैले खेतको बिचमा साथीहरू उहाँ देख्न सक्नुहुन्छ, उहाँ हाम्रो घर छ। उहाँबाट म यहाँ आएको छु। अब म उहाँ पारी जाने हो। फ्रेन्ड्स म यहाँ आइपुगेँ, हजुरले हेर्न सक्नुहुन्छ। म पहिला यहाँ यो जग्गामा साथीहरू म पहिला यहाँ घाँस काट्न आउँथेँ, अनि अहिले यहाँको हालत यस्तो छ। हेर्न सक्नुहुन्छ साथीहरू, यहाँ सबै अरहर लगाएको छ, यो पनि बारी हो। साथीहरू अब म फार्मतिर जाँदैछु। साथीहरू म आइपुगेँ फार्ममा। यो पहिला यहाँ फार्म हाउस थियो, तर अहिले त्यस्तो फार्म हाउस जस्तो केही काम गर्दैन, अहिले खाली छ। तो साथीहरू मैले यहाँ लगभग कुछ केही दिन पहिला यहाँ मैले एउटा तरकारी लगाएको थिएँ। हेर्न जान्छु कि अब त्यो कस्तो भएर छ। हेर्नुहोस् साथीहरू, यो तरकारी हो, दिपसना भन्छन् यसलाई। हजुरले के भन्नुहुन्छ, चिन्नुभएको छ भने प्लिज कमेन्ट गर्नु होला। त साथीहरू आजको मेरो ब्लग बस यति जो हो। म फेरि ब्लग लिएर आउनेछु। अब हामी फेरि अर्को ब्लगमा भेट हुनेछौँ। थ्याङ्क यू।